हेलो गाइज, के तपाईहरु घरमै बसी बसी मोबाइल चलाएर गेम खेलेर पैसा अर्निङ गर्न चाहनुहुन्छ? यदि तपाई फ्री हुनुहुन्छ भने, तपाई बेरोजगार हुनुहुन्छ भने तपाईहरुको लागि एकदमै काम लाग्ने प्लेटफर्महरु चाहिँ मैले लिएर आएको छु है त। त्यो प्लेटफर्महरु हजुरले कहीं न कतै यदि सोशल मिडियामा धेरै एक्टिभ हुनुहुन्छ भने कहीं न कतै फेसबुक, इन्स्टा, टिकटक देखि लिएर अरु अन्य सोशल मिडियाहरुमा चाहिँ हजुरले चाहिँ देख्न सक्नुहुन्छ यसको विज्ञापन, यसको एडभर्टाइजमेन्टहरु, यसको एडहरु, विज्ञापनहरु जहीँ तहीँ देख्न सक्नुहुन्छ। यदि हजुरले फेसबुक चलाउनुहुन्छ भने फेसबुक रिल्सहरु स्क्रोल गर्दै जानुहुन्छ भने 500 वटा रिल्स पछि चाहिँ त्यो एड चाहिँ आकै हुन्छ। त्यो प्लेटफर्मको बारेमा चाहिँ आज हामी बुझ्छौं र त्यसबाट कसरी पैसा कमाउने भन्ने कुरा पनि हामीलाई बुझाउन जाँदै छु है त। त्यो प्लेटफर्महरुको नाम भनेको हजुरले कहीं न कतै चाहिँ सुनेको हुनुपर्छ। 33xx, जोए 111, TM555 यस्ता धेरै प्लेटफर्महरु छन् तर त्यो सबै एउटै हो। यसको बारेमा चाहिँ कसरी अब यसमा चाहिँ हामीले हाम्रो हजुरहरूले सुन्नु पनि भएको होला। यसमा बिना डिपोजिट हजुरहरूले बोनस पनि पाउनुहुन्छ। लगइन गर्नुस्, साइन इन गर्नुस्, त्यसपछि डिपोजिट नगरिकन हजुरहरूले बोनस पाउनुहुन्छ। बिना डिपोजिट हजुरहरूले बोनस पाउनुहुन्छ। अब यसको बारेमा बुझौं है त। यो के हो त खासमा? यो भनेको खासमा अनलाइन गेमिङ एप हो। अनलाइन गेमिङ एप जुवा बुझ्नुभयो? जुवा हो। तपाईहरुलाई त्यहाँ लोभ देखाइन्छ कि बिना डिपोजिट, तर डिपोजिट गर्नै पर्छ। फेसबुकमा एड पनि यति धेरै आउँछ कि त्यसमा चाहिँ हैन स्क्रोल गर्दै यो जुवा हो भन्ने थाहा हुँदा यसरी दिमागलाई चाहिँ यसरी म्यानिपुलेसन गरिदिन्छ कि म्यानिपुलेट गरिदिन्छ कि त्यसमा एकचोटी गरेर हेरौँ के छ भन्ने चाहिँ हुन्छ। तपाईहरुलाई यस्तो हुन्छ, गर्नु भएको छैन भने तपाईहरुको लागि यस्तो हुन्छ है। मेरो कुरा बुझिराख्नु भएको छ कि छैन हैन? मैले यो कुरालाई चाहिँ पोजिटिभमा हैन नेगेटिभ वेमा चाहिँ हजुरहरूलाई राम्ररी बुझाउन गइरहेको छु। यो प्लेटफर्ममा चाहिँ के हुन्छ त भन्दाखेरि पहिला सुरुमा लगइन गर्नुपर्ने हुन्छ। लिंकहरु दिएको हुन्छ फेसबुकमा अथवा अरु कसैको, त्यसमा लिंकहरु कसैले विज्ञापन गरिरहेको छ भने लिंक दिएको हुन्छ। नत्र हामीले यसरी सर्च गरेर गर्यो भने त्यसमा चाहिँ लगइन, साइन इन केही पनि हुँदैन, त्यो देखाउँदैन। त्यो भनेको चाहिँ त्यसपछि के हुन्छ त? त्यो भनेको हैन, त्यसपछि के हुन्छ? त्यसपछि हामीले साइन इन गर्ने, नम्बर राख्ने, सबै गर्ने, बैंक डिटेल राख्ने, ई सेवा नम्बर केमा हुन्छ त्यो राख्दिने। बैंक डिटेल नराखेसम्म, त्यो नराखेसम्म हुँदैन, किनभने हामीले पैसा डिपोजिट गर्नुपर्ने हुन्छ। पैसा कति डिपोजिट गर्नुपर्छ? कुनैमा अझ देखाउँछ बिना डिपोजिट 1000, 2000 बोनस। नो वे, त्यस्तो चाहिँ हुँदैन। त्यसपछि के त भन्दाखेरि 500 मिनिमम 500 चाहिँ डिपोजिट गर्नै पर्छ। मिनिमम 500 डिपोजिट गर्नै पर्छ। त्यो डिपोजिट भइसकेपछि बोनस आउने भनेको 10 रुपैयाँ हो। बुझ्नुस् है, 10 रुपैयाँ बोनस आउँछ। अनि त्यसपछि गेम खेल्न स्टार्ट हुन्छ। त्यहाँ धेरै आएर आउँछ कति सजिलो गेम हो, आहा कति सजिलो गेम हो। यो कुरा तपाईहरु कसैलाई पनि भनेको छैन है, कसैलाई भनेको छैन है। डिपोजिट हुन्छ हैन? अनि त्यसपछि डिपोजिट भइसकेपछि के हुन्छ त भन्दाखेरि गेम खेल्न मन लाग्छ। अब पैसा आउने लोभमा गेम खेल्न मन लाग्छ। गेमहरु पनि वाउ कति सजिलो। सरी है, मैले एउटा भन्न बिर्से, अर्को पनि मैले ठ्याक्कै दिमागमा आयो, आइस फिशिङ भन्ने पनि छ। त्यो सबै एउटै प्रकारको गेमहरु हो, नाम मात्रै फरक हो। सबै क्यासिनो हो, सबै ग्याम्बलिङ हो है, सबै जुवा हो। त्यसमा कति हारिन्छ, कति जितिन्छ, अब म त्यो भन्दै जान्छु। मेरो त्यस्तो धेरै एक्सपिरियन्स चाहिँ छैन, तर मेरो जति एक्सपिरियन्स थियो मैले रिसर्च गरेर मलाई यसको बारेमा भिडियो बनाउन मन लागेर चाहिँ मैले यसो के रहेछ त यो, मान्छेहरु कोही पनि बोल्दैनन्, फेरि कोही पनि बोल्दैनन्, त्यसो यसो हो उस्तो हो भनेर बोल्दैनन्। तर यसमा गेम खेल्ने भनेर चाहिँ मान्छेहरुलाई इन्भाइट गर्ने, त्यो गर्ने चाहिँ गर्छ हैन। इन्भाइट गर्यो भने पनि बोनस पाउने, त्यस्तो अलिअलि पाउने भएको भएर। अनि त्यसपछि के हुन्छ त भन्दाखेरि गेम खेल्न कति सजिलो, स्पिन गर्ने गेम छ, अरु पनि सजिलो।
त्यो गेम थाहा नहुनेहरूले खेल्यो भने के हुन्छ त भन्दाखेरि स्पिन गर्यो केही थाहा छैन के हो हैन। त्यसमा बेट हुँदो रहेछ, तलनिर मुनिनिर बेट हुँदो रहेछ। 500 डिपोजिट गर्यो, 500 थाहा नहुने मान्छेले त्यहाँ 500 को 500 नै राखिदियो भने त्यो एकैचोटि गयो, 1 सेकेन्ड पनि लाग्दैन जान, 1 सेकेन्ड पनि लाग्दैन। अनि त्यसमा त्यो 1 2 1 रुपियाँ 2 रुपियाँ 3 रुपियाँ गरेर पनि राख्न मिल्छ। एक गर्यो भने त्यो जतिचोटि हामीले स्पिन गर्यो त्यतिचोटि त्यो 1 रुपियाँ जाने रहेछ। 5 मिनट पनि लाग्दैन, 1 मिनट पनि लाग्दैन कि 1 मिनट पनि 5 मिनट होइन 1 मिनट पनि लाग्दैन त्यो 500 सकिन है। 500 सकिन लाग्दैन, 1 मिनट पनि लाग्दैन। अनि त्यसपछि सिद्धियो कि त्यो कसलाई फाइदा भयो? त्यो मैले एकचोटि लगइन गर्दाखेरि, मैले एकचोटि यसरी डिपोजिट गर्दाखेरि, मैले चाहिँ मेरो अनुभवमा डिपोजिट गर्दाखेरि त्यो मान्छे त्यो जुन जसलाई डिपोजिट भएको छ त्यो चाहिँ डङ्गोल किराना पसल भनेर आइरहेको छ कि गेम खेलाउने मान्छे। कस्तो मान्छे हो यो हैन? त्यस्तो पनि हुँदो रहेछ। त्यही भएर मैले चाहिँ के भन्न खोजेको, यो राम्रो प्लेटफर्म हुँदै होइन। तपाईहरुले कतिजनाले भोग्नु भइसकेको छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ हैन। यो राम्रो प्लेटफर्म हुँदै होइन। मेहनत गर्नुस् हैन, काम गर्नुस्, बरु टिकटकमा लाइभ बसेर पैसा आउँछ हैन। काम गर्नुस्, राम्रो कन्टेन्ट बनाउनुस्, युट्युबमा हाल्नुस्, त्यसबाट अर्निङ हुन्छ। तर यो सजिलो बाटो चाहिँ रोज्दै नरोज्नुस् है। सजिलो बाटो भनेको हामी युट्युबमा कन्टेन्ट क्रिएट गर्न पनि सजिलो छैन। टिकटक बनाउन पनि, राम्रो टिकटक बनाउन होस् या टिकटकमा एउटा कन्टेन्ट बनाउन पनि मेहनत लाग्छ के। मेहनत त मेहनत हो नि, मेहनतको फल, परिश्रमको फल मिठो हुन्छ क्या। यसरी एकैचोटि पैसाको लोभमा चाहिँ नफस्नु होला भनेर मैले आज यो सन्देश बनाएर चाहिँ मैले यो भिडियो चाहिँ बनाउँदैछु। यो सन्देशको लागि चाहिँ नफस्नु होला। त्यो कुनै पनि त्यस्तो हुँदैन। तपाईको मलाई थाहा पनि थिएन यसमा अर्को एउटा खै के बन्दुकवाला गेम थियो, गन शटवाला गेम थियो। त्यो गन शट एकचोटि यसरी हान्ने बित्तिकै त्यो जाँदो रहेछ। परेन भने आफूले ठिस्या गर्यो, एकैचोटि पैसा गायब है। त्यस्तो हुन्छ। मैले यो चाहिँ रिसर्च त्यो चाहिँ मैले त्यसो होइन, यो के रहेछ, किन यस्तो आइरहेछ, बिना डिपोजिट भन्यो नि त आफूलाई कस्तो खेलौँ लाग्ने क्या। बिना डिपोजिट भन्यो, अनि बिना डिपोजिट अब डिपोजिटै भने चाहिँ ल 500 त हो नि, 500 हालेर हेरौँ न त भनेर गर्यो। लास्टमा त त्यस्तो पो रहेछ, हुँदैन। त्यसमा चाहिँ हजुरहरूले त्यो पुरै जुवा हो, त्यो खेल्नु हुँदैन। त्यो अवेरनेसको लागि मैले यो भिडियो बनाएको। र कसलाई चाहिँ यस्तो परेको छ है, कसलाई यस्तो परेको छ, यस्तो प्रलोभनमा चाहिँ नफस्नु होला। आफ्नो परिश्रम गर्नु, परिश्रमको फल मिठो हुन्छ, थोरै नै किन नहोस् मिठो हुन्छ। यसरी चाहिँ नफस्नु होला भनेर मैले यो भिडियो बनाएको हो। अनि अन्त्यमा के हो भन्दाखेरि हाम्रो कतिजना टिकटकरहरूले, कतिजना चाहिँ मित्रहरू, साथीहरूले चाहिँ बनाउँछ, तपाईँ घरमै बसेर चाहिँ मोबाइल चलाएर गेम खेलेर अर्निङ गर्न चाहनुहुन्छ भनेर। अर्निङ हुन्छ, त्यसमा 400 गएपछि पछि 1 2 हाल्दाखेरि चाहिँ 5 रुपियाँ 10 रुपियाँ पनि अर्निङ हुँदैन क्या। अनि खेल्न मन लागिरहेको छ, स्वयं पैसा गइरहेको छ। त्यो त्यस्तो गेम हो। त्यही भएर खेल्दै नखेल्ने, अनि त्यसपछि त्यस्तोलाई चाहिँ धेरै जति सक्छ त्यति इग्नोर गर्न सक्ने चाहिँ क्षमता राख्नुपर्छ। नत्र चाहिँ काम बिग्रियो है, नत्र काम त्यस्तोमा फस्नु पनि हुँदैन। कतिजना फस्नु भएको छ मलाई चाहिँ कमेन्ट गरेर भन्नु होला है। आज मलाई यसबारे चाहिँ एकदमै जान्न मन लागेको छ, को चाहिँ फस्नु भएको छ। 500 नै किन नहोस्, 100 नै किन नहोस्, 500 भन्दा कम चाहिँ हाम्रो डिपोजिट नहुने रहेछ त्यसमा। त्यही भएर ल अब हजुरहरूले भन्नु होला।